आज चाहिँ म तपाईहरुलाई यस्तो ठाउँ लिएर आएको छु जुन चाहिँ नेपालमा तपाईहरु हुनुहुन्छ भने घुम्नु पर्ने ठाउँ रहेको छ र तपाईहरुले मेरो पछाडि देख्न सक्नुहुन्छ यो ठाउँको नाम हो सिग्लेस। हेलो साथीहरु नमस्ते, सन्चै हुनुहुन्छ? म नि एकदम ठिकठाक छु र तपाईहरुलाई स्वागत चाहन्छु मेरो युट्युब च्यानलमा। र आजको यस भिडियोमा चाहिँ मैले कुनै डान्स क्लासहरु केही पनि लिएको छैन साथीहरु। आज चाहिँ म तपाईहरुलाई यस्तो ठाउँ लिएर आएको छु जुन चाहिँ नेपालमा तपाईहरु हुनुहुन्छ भने घुम्नु पर्ने ठाउँ रहेको छ र तपाईहरुले मेरो पछाडि देख्न सक्नुहुन्छ यो ठाउँको नाम हो सिग्लेस है। सो आज म तपाईहरुलाई यो ठाउँको म केही कुराहरू देखाउँछु। यो ठाउँ चाहिँ एकदम घुम्नको लागि चाहिँ एकदम फ्रेस फिल गर्नको लागि चाहिँ एकदमै राम्रो ठाउँ हो। त्यसकारणले चाहिँ हाम्रो टिम चाहिँ आज यो ठाउँमा चाहिँ भिजिट गर्न आएको छौँ र तपाईहरुलाई चाहिँ आज म यो सिग्लेसमा जति पनि कुराहरू छ म तपाईहरुलाई देखाउन कोसिस गर्छु। तपाईहरुले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र यो चाहिँ लाइक मेरो मिनी ब्लग नै टाइपले सोच्नु होला साथीहरु। र यो तपाईहरुले देख्नु भएको छ यो होमस्टे, हामी बसेको होमस्टे रहेको छ साथीहरु। यही होमस्टेमा हामी बस्छौँ है। सो अब म तपाईहरुलाई देखाउँछु, सबैजनाले हेरिदिनु होला साथीहरु है त। अहिले चाहिँ हामी सिग्लेस भन्ने ठाउँमा छौँ हैन। अनि लगभग सिग्लेस भन्ने ठाउँमा आइसकेपछि एउटा यस्तो ठाउँ छ, त्यो ठाउँमा चाहिँ नगए नहुने रहेछ के। सो हामी चाहिँ अहिले यहाँ तलबाट जुन मैले तपाईहरुलाई देखाइरहेको छु यो तल जुन एरिया छ त्यहाँबाट हामी हिँड्दै यहाँसम्म अहिले आइसकेका छौँ। र हामी अब आफ्नै थोडा देखाइछु फेरि हामी त्यहाँ माथिसम्म पुग्नुपर्ने छ। त्यहाँ पुगेपछि यहाँको जति पनि अब यहाँका मान्छेहरूले भनेअनुसार त्यहाँ एकदमै राम्रो छ भन्नुभएको छ। सो हामी त्यहाँ गएर हेर्छौँ कस्तो छ के छ भनेर र तपाईहरुलाई पनि देखाउँछु यो भिडियो मार्फत। सबैजनाले हेरिदिनु होला। यो चाहिँ सर्ट क्लिप मात्रै हुने भएको कारणले चाहिँ यो सिग्लेसको मेन पार्कमा चाहिँ कस्तो भ्यू आउँछ कस्तो देखिन्छ भनेर तपाईहरुलाई म देखाउँछु। सो सबैले हेरेर इन्जोय गर्नु होला है त। हामी जाँदैछौँ, त्यहाँ पुगेपछि तपाईहरुलाई सबै कुराहरू मजाले भिडियोमा देखाउँछु है त साथीहरु। ओके, पुनः आटेला छ पुगै पो हेर्नु अझै यो बोर्ड देखाए नि धेरै हैन अब त यहाँबाट त थाकियो। सो सिग्लेसको गाउँ तपाईहरुलाई म यहाँबाट देखाउँछु साथीहरु। यो चाहिँ सिग्लेसको गाउँ हेर्नुस् त कति बाक्लो गाउँ छ र यो सबै होमस्टेहरू रहेको छ। यहाँनिर चाहिँ धेरै टुरिस्टहरू आउने छ यहाँ हेर्नलाई घुम्न लागि। यहाँ चाहिँ मेन वेदर माउन्टेन भ्यूहरू यहाँको छुट्टै छ के। आएपछि एकदम फ्रेस फिलै हुन्छ साथीहरु हैन। ल हेर्नुस् यहाँको भैँसीको पनि अनौठो छ यहाँ अनौठो भैँसीहरू छ यहाँ त पुरै भनौँ न भिरपाकामा आफै चढ्छ। हजुर जोक सुनाउने ओके, हामी जोक सुन्छौँ र फेरि तपाईहरुलाई त्यहाँ आएर देखाउँछौँ। यस हाम्रो चाहिँ उता जानुपर्छ किन नजिक हुन्छ नि त साथीहरु। हामी पार्कमा आइसकेका छौँ र तपाईहरुलाई मैले देखाउन लागेको छु यहाँको भ्यू। ल हेर्नु साथीहरु, यस्तो दामी भ्यू। ओहो हेर्नुहोस् त आकाश कति निलो, चराहरू कति धेरै। यो देख्न सक्नुहुन्छ तपाईँले यो पार्कको चाहिँ मेन भ्यू हिमालय नजिकै देख्न पाउन सक्नुहुन्छ तपाईँले। एकदम मजा आयो, मजा आ गया। वेलकम टु सिग्लेस पार्क एन्ड टेन्ट हाउस। हो गाइस। सो साथीहरु, तपाईहरु पनि सिग्लेस आउन चाहनुहुन्छ, आउन खोज्नुहुन्छ भने चाहिँ तपाईहरुलाई मैले यो भिडियो मार्फत हल्का फुल्का केही नभए पनि हल्का क्लिपहरू तपाईहरुलाई देखाइदिएको छु। तपाईहरु आउन सक्नुहुन्छ। एकदम माइन्ड फ्रेस, एकदमै गुड वेदर, एकदम राम्रो छ, आउन सक्नुहुन्छ। र हिमाल चाहिँ अब मैले क्यामेराबाट चाहिँ अलि टाढा देखेर तर मेरो आँखाबाट चाहिँ एकदम नजिक देखिरहेछ यहीँनिर हेर्नुहोस्।
अलिकति नजिक आएर देखाइ तपाईँलाई भने होइन यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ ट्रेकिङ रुट हो यो यहाँबाट चाहिँ हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ त्यो हिमालबाट सो वेलकम टु सिक्रेस प्याक एन्ड टेन्ट हाउस यहाँनिर ल हेर्नु साथीहरू कति राम्रो भ्यू देखिरहेको छ फोटोहरू खिच्नु न त के छ होइन यो चाहिँ सिक्लेस पार्क ओके होइन यो चाहिँ सिक्लेस पार्क हो यो चाहिँ होइन र तपाईँहरूले यदि सिक्लेस आउन चाहनुहुन्छ भने यो पार्कमा आएर चाहिँ यो माउन्टेनको भ्यू चाहिँ देख्न सक्नुहुन्छ यहाँ मैले तपाईँहरूलाई देखाइरहेको छु साथीहरू है यो चाहिँ सिक्लेसको पार्क रहेको छ र हामी यहाँ आएर चाहिँ अहिले माउन्टेनलाई चाहिँ मजाले निहाएर हेरेको छु र एकदमै ब्युटिफुल वेदर छ चराहरू माथि माथि आकाशमा निलो आकाश कस्तो राम्रो छ भ्यू चाहिँ यति नै हो साथीहरू अझै तपाईँहरूलाई धेरै चिजहरू गर्नु छ भने यो ट्रेकिङ छ यो बाटो ट्रेकिङ गर्दै हिँड्ने हो होइन तपाईँहरू यो बाटो ट्रेकिङ गर्दै पुगेपछि एक दिनमा त्यो हिमाल देख्नु भयो नि त्यहाँसम्म पुग्नुहुन्छ तपाईँहरू एक दिन लाग्छ त्यहाँसम्म पुग्न लागि चाहिँ सो अब तपाईँहरूलाई मैले सिक्लेसको जुन पार्क छ नि त्यो भ्यू चाहिँ तपाईँहरूले देखाइदिइहालेँ अब अझै पनि घुम्ने ठाउँहरू धेरै छ तर हाम्रो टाइम छैन त्यही भएर हामी त्यतिसम्म मात्रै घुम्यौँ आज र यो गाउँहरू पनि रहेको छ यहाँनिर हामी अब तलतिर जान्छौँ अब खानासाना खाएर चाहिँ हामी सिधै अब पोखरा पनि हामी जान्छौँ सबैजना अब चाहिँ हामी जाँदैछौँ हाम्रो होमस्टेमा र त्यहाँ गएर हामी खानासाना खाएर डाइरेक्ट पोखरा जान्छौँ साथीहरू ओके काम भने खिच्ने हो म खिच्छु बस्छु त्यही हो सो हामी चाहिँ यो होमस्टेबाट अब हामी लाग्न लागेका छौँ ल सर यहाँनिर हजुर यो कार्ड थ्याङ्क यू यो चाहिँ हाम्रो लक्ष्मी गेस्ट हाउस जुन हामी बसेको छौँ यहाँ यसको कार्ड रहेको छ अब हामी लाग्छौँ यहाँबाट हस् दिदी हस् 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 बाई बाई सिक्लेस सो आजको भिडियो यतिसम्म थियो साथीहरू अब हामी चाहिँ फर्किन लागेका छौँ चितवनमा सो नेक्स्ट भिडियो आउँछ चाँडैभन्दा चाँडै डान्स ट्युटोरियल भिडियो आउँछ साथीहरू सबैजना जोडिरहनु बस्नु होला मेरो च्यानलमा अब हामी चाहिँ सिक्लेसबाट चाहिँ हामी फर्किन लागेका छौँ चितवनतिर हस् त बाई बाई फेरि भेटौँला यस्तो बाटोमा गएको छु त होइन गाडी छिर्ला नि है ठुलो पुलमा नेपालको सबैभन्दा ठुलो पुलमा हामी रहेको छौँ